आजबाट फुटबल सकियो आमा मेरो भाग्यमा छैन रहेछ फुटबल खेल्नु यो लुगा लगा अनि कहाँ काठमाडौँ तेरो सपना खोज्न पढ्छस् कि खेल्छस् त खेल्छु ठुलो खेलाडी एन्जिला म पनि खेल्छु नि मलाई नखेलाउने 100 रुपियाँ बढी आएछ भागो लाखै दिन्थे ए गोलले होइन अस्ति खुट्टा भाँचिएको गाउँभरिको मान्छे भेला गरेर गोल खेलिरहेको थियो हात खुट्टा भाँचियोस् चोट पटक लागोस् त्यहीँ थप्छु अनि म मलाई एन्जिलाको गेम साह्रै मनपर्छ गेम मनपर्छ भन्दा भन्दै कुन दिन एन्जिलै मनपर्छ भन्लास् नि म तँलाई मन पराउँछु बाबाआमाको इज्जतको ख्याल गरेर जान्छ अन्त आमा बाबाले घरको इज्जतको ख्याल गरेको थिए अर्काको लोग्नेसँग रात बिताएको स्वास्नी मलाई चाहिँदैन भनेको सुनेनौ जे बेहोर्नु पर्ने बेहोर्नुला जे ठिक कान्छी पाल्ने हिम्मत छ मसँग तिमीहरू दुवैजनाको फी आएको छैन तिमीहरूले यो हप्ताभित्र पैसा ल्याएनौ भने परीक्षा दिन पाउँदैनौ अझै खेल्छस् फुटबल मैले जे भन्नु त्यो हुनुपर्छ यो घर तिम्रो होला तर छोरी मेरो खेलाडी नै बन्ने हो कि उही रहर मात्र हो कन्फिडेन्स देख्दिन खै त एउटा बल त समाउन सकेनौ खेलाडी बन्नु नाम कमाउनु रहर गरेर मात्र हुनु कठिन परिस्थिति सबैको जीवनमा आउँदो रहेछ यो छोरी मान्छे हो यसले गर्न सक्दैन भन्थ्यो नि तिनीहरूको मुख बन्द गर्नुपर्छ त तेरो आमाको लागि योभन्दा ठुलो दुनियाँ थिएन तैँले मेरो लागि संसार जितिस् जबसम्म म आफै लड्दिन तबसम्म मेरो सहारा कोही हुँदैन छोरी मान्छे भएर गोली खेल्नु हुँदैन गोली होइन गोल हो यो एन्जेलाको म दिवाना साह्रै मनपर्छ मेरो छोरी हो म राजेश हमालको छोरा पता